हेलो साथीहरू, तपाईहरुकोतिर यो के भन्छ? हाम्रो चौधरीमा चाहिँ यसलाई बिनबिन भेडिया भन्छ। नेपालीमा चाहिँ मलाई थाहा छैन के भन्छ है यसलाई। हिन्दीमा चाहिँ यसलाई कडी पत्ता भन्छ। आज म गइरहेको छु परवलको तरकारी बनाउन। सो लसुन यो अब ग्राइन्ड गर्छु मिक्सचरमा, अनि अलिकति अदुवा लिए। अनि आज मलाई परवल सब्जीको रेसिपी हाल्न मन लाग्यो। तपाईहरु कस्तो बनाउनुहुन्छ? म चाहिँ यस्तो गरी बनाउँछु है। मिठो लाग्छ मलाई यस्तो बनाएको। परवल चाहिँ मलाई यस्तै मन पर्छ। नभए भुजिया पनि ठिकै लाग्छ। भुजिया भन्दा यही ग्रेभी नै मन पर्छ। अब यसमा यो तताए, अब अलिकति यसमा तेल हाल्छु। धेरै आयो के तेल, त तेल धेरै हाले मैले। यतिको तेल चाहिँ खानुहुन्न हाम्रो घरका, तैपनि म आज तेल धेरै हाल्दिएँ के। ध्यान सबै मोबाइलमा थियो। अनि यसलाई अब हल्का फ्राई गर्ने। हल्का फ्राई गरेर मजाले रातो रातो भएपछि आज मलाई यसको रेसिपी हाल्न मन लाग्यो के। मसला मैले सबै यो रेडी गरेछु। यो त्यो जिरा र उसको पेस्ट, यसलाई ग्राइन्ड गर्न बिर्सेछु। अब एकछिनमा गर्ने हो। यता पाक्दैछ। यसलाई चुटकी बजाएर ग्राइन्ड गर्छु भनेको। अब यता यतिको भएछ। अनि त्यसपछि के बोल्ने हुन्छ यार, यस्तो लामो बोल्दै पनि भिडियो बनाउन आउँदैन। यतिको भएछ है अब। अनि अब यसलाई म निकाल्छु। एउटा यसमा निकालेर राख्छु। अनि यसमै हाल्ने हो कडी पत्ता। पानी धोएको थिएँ नि त अघि, पानी तेल उछित्तिएर पुरै आयो के। यसमा हाल्ने हो प्याज। अघि काटेको प्याज हाल्ने। म चाहिँ परवल जहिले यस्तै बनाउने हो। तपाईहरु कस्तो बनाउनुहुन्छ? मलाई कमेन्ट गर्नु होला है साथीहरु। अब यसमा मसला हाल्छु। जिरा र लसुनको पेस्ट हाल्छु। कति चम्मच? हल्दी हाल्नै बिर्सेछु। हल्दी र नुन। एक, दुई, तीन, चार। म यो सबै हाल्नलाई थिएँ, धेरै जस्तो लाग्यो के। चित्त बुझेन, फेरि हाल्दे। सबै हाल्नलाई म यो गरेको थिएँ, तर धेरै हुन्छ जस्तो लाग्यो अनि हालेन। अब यसलाई एकछिन पाक्न दिने। अनि यसमा हाल्नुपर्छ टमाटरको पेस्ट। यो दाल हो, दाल पाक्यो कि पाकेन भनेर म यस्तै चेक गर्छु कि पानी धेरै भयो भने पाकेको छैन जस्तो लाग्छ, अनि पानी थोरै भयो भने पाक्यो भन्ने लाग्छ कि। मैले चाहिँ दाल यस्तै चेक गर्ने हो। अलि एकछिन अझै पाकोस्, कालो दाल हो नि त, धेरै टाइम लाग्छ कि। सुरुमै आउने बित्तिकै मैले दाल बसाएको, अहिलेसम्म पाकेकै रहेनछ। अब यो हाल्ने पेस्ट, टमाटरको पेस्ट हाले। अब यसलाई 5 मिनेट जति पाक्न दिनुपर्छ। अलि रातो भन्नाले अलि
मसला मजाले पाक्नुपर्छ, नभए लसुन गनाउँछ। यो फेरि हाम्रो गाउँको लसुन हो कि अलिक चखिलो हुन्छ। मलाई यताको लसुन मनै पर्दैन हो, यत्रो यत्रो मोटो मोटो त हुन्छ, तर मिठै त्यो हाम्रो गाउँको जस्तो लसुनको टेस्ट नै आउँदैन क्या। यो आलु मैले अघि नै उमालेर काटेर ठिक्क पारेको थियो। अनि यो आलु ग्रेभी बनाउँछ नि त, अनि त्यो उमालेकै आलु मनपर्छ कि ग्रेभी हल्का बनाउनलाई। अनि अब यसलाई एकछिन पाक्न दिनुपर्छ। अनि मजाले चामलको चौलानी हालेर ग्रेभी, वाउ कस्तो मिठो हुन्छ नि। अहिले नै मुखमा यो भोइस कभर गर्दा गर्दै मुखमा पानी आइसक्यो, के भएको। यसलाई एकछिन पाक्न दिनुपर्छ, मसलाससला यसको पेटमा जाओस् सबै। यो चाहिँ अलि बाक्लो चाहिएको थियो मलाई, सेतो सेतो पानी पानी तैरेको रहेछ, बाक्लो चौलानी चाहिएको थियो। सो के पो रहेछ यार। दाल चाहिँ मेरो पाकेर रेडी भयो। अब म यो सिटी खोल्दैछु। यहाँ चाहिँ जहिले कालो दाल खाने हो, कालो दाल। रातो दाल मनै पर्दैन कसैलाई भन्नाले विज्ञानहरूलाई मनै पर्दैन। बच्चैदेखि कालो दाल खाएको, हाम्रोतिर त रातो दाल खान्छ नि त। मेरो तरकारी चाहिँ यस्तो भयो, वाउ कस्तो मिठो, अहिले नै खाइदिउँ जस्तो फिल भयो यार। मिठो हुन्छ, तपाईँहरू पनि यस्तै गरी बनाउनु, एकदमै टेस्टी हुन्छ, मिठो। हाम्रो चाहिँ दाल अलिक धेरै खानुहुन्छ कि, विज्ञानलाई अलिक दाल धेरै चाहिन्छ, हामीलाई त दाल चाहिँदै, यही तरकारीले पुग्थ्यो हामीलाई। विज्ञानलाई भए पनि दाल पकाउनै पर्छ। सो मैले दाल पनि पकाएँ। तपाईँहरू भन्नु होला फेरि यसमा पनि झोल हालेकी थिएँ, दाल पनि पकाएकी थिएँ। पुग्दैन यति थोरै झोलले, झोल खानुहुन्छ दाल खानुहुन्छ, थोरै भयो भने दाल चाहिन्छ। सो मेरो चाहिँ तरकारी रेडी भयो, दाल पनि पाक्यो, मेरो काम सक्यो।